हेलो साथीहरू, अब साग केराको रायोको साग गरी ल्याएको रहेछ। अब 12 बजेको लागि रायोको साग केलाउँदैछु साथीहरू। रोटी पोल्छु, रायोको साग पकाउँछु साथीहरू। गरम बहुत छ, एकदमै गर्मी छ, त्यही कारणले गर्दा चाहिँ अब छिटो गरेर साग केलाएर चाहिँ रोटी पोल्छु साथीहरू। गरममा रायोको साग र रोटी पोलेर खानु पर्यो साथीहरूले यस्तो गरममा चाहिँ के गर्नु साथीहरू, एकदमै गरम छ, त्यही कारणले गर्दा चाहिँ हतार गर्दैछु हो। बुढो पनि छैन, बुढो पनि पानी हेर्नु गएको होला। म चाहिँ अब छिटो साग केलाएर चाहिँ पकाउनु पर्यो साथीभाइहरूलाई कस्तो लाग्छ लु भिडियो हेरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गर्नुहोस् त साथीलाई। बाई बाई।